दर्शक दिन यतिखेर वाइसिएल नेपालका युवा साथीहरूले राजावादी हिमानी शाहलाई लहटेका छन्। त्यतिखेर लहटेका छन् र तपाईहरुले प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। हिमानी शाहको नेतृत्वमा आएको टोलीलाई वाइसिएल नेपालले लहटेको छ। सम्पूर्ण जहाँबाट साथीहरू हुनुहुन्छ माओवादी समर्थक साथीहरूले शेयर गर्नु होला है, सम्पूर्ण साथीहरूले। सम्पूर्ण माओवादी साथीहरू शेयर गरिदिनु होला। वाइसिएल नेपालले यतिखेर हिमानी शाहको नेतृत्वमा आएको कम्बल पहरीको गणेश खान मन्दिरमा आएको हिमानी शाह लगायत हिमानी शाहका गुण्डाहरूलाई लखाटेर यतिखेर यहाँ नाराजुली गरिरहेको छ। तपाईहरुले सम्पूर्ण साथीहरूले हेर्न सक्नुहुन्छ र सम्पूर्ण माओवादी साथीहरूले शेयर गरिदिनु होला। यो राजावादीको विरुद्धमा सम्पूर्ण वाइसिएलका साथीहरू, सम्पूर्ण माओवादी निकट साथीहरू सम्पूर्ण माओवादी निकट वाइसिएलका साथीहरू यतिखेर हिमानी शाह लहट्नको निमित्त कमलादीमा आइसक्नु भएको छ। सम्पूर्ण साथीहरू अघि नै हिमानी शाह यहाँबाट आइसक्नु भएको छ भने केही गुण्डाहरूलाई साथीहरूले हातपात गर्नु भएको छ र केही घाइते भएका छन्। सम्पूर्ण साथीहरू जिंदाबाद मुर्दाबाद जिंदाबाद
फेरि यस्तो हुन्छ वाइसिएल जागिसकेको छ। सम्पूर्ण साथीहरूले फेसबुक मार्फत शेयर गरिदिनु होला। यतिखेर प्रहरीले लगभग भाटा चलाउने अब आँटिसकेको छ। यहाँ लफडा पर्न लागिसकेको छ। सम्पूर्ण साथीहरूले यतिखेर प्रहरीले लाठीचार्ज गरिसकेको छ। सम्पूर्ण साथीहरू सम्मेलित भइदिनु होला। यो कसले परेर आएको उनीहरूले ठुलो हुन्छ पुलिसले होइन लापा हान्दा आएर भने यता राउन्ड पुलिस नि लापा हान्दा आएर म आछु त्यसलाई लखड्दै आउँदा त्यहाँ 3-4 जना आइरहेको छ होइन लापा हान्दा आइरहेको छ मलाई भन्नु के गरे यो भने लापा हान्दा आउँदो रहेछ नेपाल जिन्दाबाद जिन्दाबाद भाडामा ल्याएका 2-4 जना फोटो खोजिरहेका छन्। वाइसिएल नेपालको त्यसको राष्ट्रिय सम्मेलनमा केही साथीहरूले ठेगान लगाइसकेका कार्पेट
नेपाल प्रहरीको ठुलो शक्ति यतिखेर ल्याइसकेको छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा यतिखेर नेपाल प्रहरीको थप शक्ति ल्याएको छ। डोमरा दरियाल घाइते भन्नुभएको छ। उहाँको दाहिने नारा लाउँदै एउटालाई भट्टा नारा लाउँदै नारा के नारा सम्पूर्ण साथीहरूले एकचोटि शेयर गरेर सहयोग गरिदिनु होला। वाइसिएल नेपालको साथ सहयोग गरिदिनु होला। हार्दिक अनुरोध गर्न चाहन्छु। ज्ञानेश्वर यदेश्वर भनेर युवाहरू कराइराख्नु भएको छ र हिमानी शाह लगायत उसका गुण्डाहरूलाई यहाँ कमलाजीको गणेश थानबाट लखडिसकेको अवस्थामा नेपाल प्रहरीको ठूलो शक्ति केन्द्रित भएको
बाहिर झडा परिसकेको अवस्था छ ढुङ्गा नआन ओ हेलो साथीहरु जाऊ न उता जाऊ हेलो फर्किन जाऊ न सामने हुन तयार हो